सम्पूर्ण साथीहरूले मेरो भिडियो हेरेर मन पराइदिनुहुन्छ भन्ने आशा छ र मेरो भिडियो चाहिँ स्किप नगरिकन तपाईहरुले हेरिदिनु हुन्छ भन्ने अनुरोध गर्दछु। लगभग मेरो अब के रे वाच टाइम छैन कि वाच टाइम नभएकोले गर्दाखेरि चाहिँ हजुरसँग मैले सहयोग मागे। त्यही भएर चाहिँ मेरो फुल वाच गरिदिनु होला अनि तपाईहरुले मलाई फुल वाच भनेर कमेन्ट छोडिदिनु होला। मैले हजुरलाई पनि फुल वाच गर्नेछु तपाईहरुको भिडियो हेरेर। ल यति भन्दै साथीहरु नयाँ जोडिनु हुने साथीहरुले सबै कमेन्ट छोडिदिनु होला म न्यू भनेर अनि म तपाईहरुलाई फलो ब्याक दिनेछु है त। हेलो नमस्ते यहाँहरु सम्पूर्णमा म राइदिनको तर्फबाट सबैलाई आज म आइसकेको छु हजुर सामु एउटा सानो छोटो भिडियो लिएर। आज चाहिँ मेरो किचनमा के छ किचनमा भन्दा नि आज चाहिँ मैले हजुर सामु चाहिँ खाजा पकाएको भिडियो ल्याउन लागिरहेको छु। आज चाहिँ मैले यहाँनिर चाहिँ चम्ची खाजा यहाँ चाहिँ यो पानी बोइल गरेर ठिक्क बनाएको छु। पानी यो बोइल गरेको हो यो यहाँनिर छिटो हुन्छ नि त सो त्यो कारणले गर्दाखेरि चाहिँ मैले यहाँ गरेँ पानी हालेँ अलिक कमै हुन्छ होला। थुक्पा पकाउनको लागि चाहिँ पानी अलिक धेरै नै हाल्नुपर्छ। यो थुक्पा बोइल गर्छु त्यसपछि मैले चाउमिन भुटिदिन्छु। दुध गर्ने अरे यसको नाम पनि। अब चाहिँ म यो बोइल गर्नको लागि यहाँनिर यो हाल्छु। सबै हालिदिन्छु म। अब यो चाहिँ मैले सबै हाल्यो भने चाहिँ मैले फ्रिजमा राख्छु भोलिलाई पनि हुन्छ। त्यही भएर चाहिँ चलाउनको लागि चाहिँ मेरो कति चलाउनु लगेर भिजाइदिन्छु। मेरो भाँडाकुँडा आज म पाउन गएको थिएँ त्यही भएर चाहिँ भयो। यता मेरो भाँडाकुँडा पनि धेरै यता छ। यता हाम्रो बजू हुनुहुन्छ कि सानो सुत्नुहोस् भिजाइदिन्छु। यो धारा यहाँ आउँछ यत्रो धारा आउँछ महिनाको 250 भन्दा 250 तिर्नुपर्छ। 1000 लिटरको चाहिँ 250 अनि 200 अनि त्यहाँदेखि कतितिर धेरै आयो भने चाहिँ हामीले 1000 लिटर बराबर 20 रुपियाँ तिर्नुपर्छ। मेरो चलाउने चाहिँ कहाँ पुगेछ छैन चिप्ने नै छैन। है त यहाँ पो रहेछ त अस्ति मासु पोलेको चलाएर यहाँसम्म यसैले चलाउँछु। यो बिरालो नि कहाँदेखि आएको यो बिरालो मन आँटेको बिरालो कहाँदेखि आएको हो अचम्मै लाग्छ। टमाटर हाल्नुपर्छ यो चाउमिन चाहिँ मजाले पाक्नुपर्छ कि भित्र चुर मरेको हुँदैन। कति मान्छेहरूले त्यो चाउमिन चाहिँ मजाले उसिन्दैन पनि अनि त्यसरी चुर पनि मरेको हुँदैन। अनि यो चाउमिन धुँदा पनि मजाले धुनुपर्छ कि नत्र भए त्यो यसको यो सङ्लो पानी भन्छ पखाल्नुपर्छ। कति मान्छेहरूले चाहिँ त्यो पानी मजाले अलिअलि खलाखुलु पार्छ त्यस्तै खान्छ। मलाई चाहिँ ठसक्क गनाएको लाग्छ। हुनु त आफ्नो आफ्नो हो। अब चाउमिनको लागि चाहिँ म तयार गर्छु। अब यहाँ प्याज यो प्याज चाउमिन पकाउनको लागि चाहिँ म तयार गर्छु। अब यो टमाटर अनि यो प्याजहरू तयार गर्छु म। यो प्याज चाहिँ कस्तो रातो भएको क्या मैले किनभने यो अघि बिहान तरकारी पकाउँदाखेरि धेरै भएर चाहिँ राखेको थिएँ। धेरै प्याज भयो भने पनि के अरे तरकारी अनुसार हुन्छ नि त प्याजहरू लगाउनुलाई चाहिँ। टमाटर पनि सकिसकेको छ।
हामी चाहिँ सस छैन। अब यही म चाहिँ टमाटर लगाएर गर्छु। म चाहिँ यहाँ कटिङ गर्छु चाउमिन पकाउनुको लागि। टमाटर चाहिँ मसिनो काट्छु मैले। मसिनो चप गरेपछि चाहिँ म छिटो पाक्छ नि त। यो छाला बाक्लो बाक्लो छ बाहिर निस्किनु हुन्छ हो। टमाटर मैले कटिङ गरेको छु मसिनो गरेर। मैले टमाटर कटिङ गरिसकेँ। अब म प्याज मसिनो गरेर गर्छु। मसँग चाहिँ केही पनि छैन, चाउमिनको बन्दा सन्दा पनि छैन। कसैमा त थियो होला। अब त्यो मैले किनेको ठाउँमा यो चाउमिन दिएको ठाउँमा चाहिँ थिएन। पनि मसिनो गरी कटिङ गरेपछि टेस्टी लाग्छ मलाई चाहिँ। प्याज चाहिँ प्याजै हो कि, तर भने सबैभन्दा मान्छेको यो मन हो क्या। मनले चाहिँ फरक पर्छ। देख्ने चाहिँ आँखाले हो, अनि हरेक कुरा अब हामीले गर्ने भनेको त मनले त हो नि। मनले चाहिने भनेको पनि हुँदैन नि त। मैले चाहिँ अब प्याज यसरी कटिङ गरेँ। अब यो चाउमिनमा यो पकाउनुभन्दा पहिले चाहिँ यो मैले हाल्छु टमाटर। अनि अब म लसुन पनि हाल्छु, गराउँछु। लसुन चाहिँ कहाँ पो थियो? अनि यहाँ चाउमिन यस्तो हुँदैछ, लगभग पाएको कि के हो, टाँसी छ। अलिक पाकेकै छैन। एकछिन बोइल भएपछि चाहिँ म गर्छु। मेरो चाउमिन हुने चाहिँ यहाँ छ। यो मेरो चाउमिन धुने हो। अब म चाहिँ चाउमिन धोएर मैले चाउमिन धोएर ल्याइसकेको छु। अनि अब यहाँ कराई पनि बसालिसकेँ। अनि कराई पनि बसाइसकेँ। अब प्याज काटेर रेडी छ, टमाटर छ, त्यहाँतिर अदुवा लसुन मैले चाहिँ थिचेको छु, लगाउँछु। तेल हाल्छु म। अनि चाहिँ प्रायः घरमै पिसेको तोरीको तेल खान्छ नि, यो तोरीको तेल नै हो अहिलेसम्म चाहिँ अब पुगिरहेको छ। चाउमिन पकाउनको लागि मैले तेल हालिसकेँ। तेल पनि हालेँ मैले। ओह रुँदैछ मेरो नानी। ओहो मैले त आज साँच्चै सुप खाएको छैन है। मेरो बिग्रिसक्यो होला। मेरो नानीलाई दुधै नआउने भइसक्यो। म चाहिँ आज सुप बनाएर राखेको खाएकै छैन।
यति भइसक्यो आम्मामा 3-4 बज्ने भइसक्यो यस्तो बिर्सेको भए के गर्दा गर्दा बिर्सिने यत्तिकै एकपट्टि म यो चिया नै पकाउँछु म चाहिँ चिया खान्छु अब भोलिदेखि त दुध पनि आउँदैन मैले बसाएँ चियाको लागि चियापत्ती हाल्छु चिया पकाउनुभन्दा पहिले चाहिँ म चियापत्ती राख्छु अनि पछि लास्टमा चाहिँ मैले उ हाल्छु चिनी रङ डाडो त उल्टा छैन पो त हो केले चलाउने निकाल्नु पर्ने बजुले पनि गीत गाउँदैछ चिया खान्छौँ बजु र म चिया खानु मलाई त सुप पनि खानु पर्यो क्या आज किन मेरो नानीलाई फेरि दुधै पुग्दैन के पस्यो कि के हो ए लसुन झानी राखेको थिएँ नि त यसो छोप्छु किचेर राखेको अदुवा लसुन पनि लगाउँछु म अदुवा लसुन थोरै छ अदुवा लसुन हो अब म प्याज लगाउँछु चाउमिन पकाउनुको लागि म चाहिँ यसमा त्यो टेस्टिङहरू केही पनि हाल्दिनँ म चाहिँ सेतो हुन्छ नि त अनि खाँदाखेरि नराम्रो हुन्छ त्यो कारणले चाहिँ मैले बेकार लगाइदिन्छु अब म चलाउँछु टमाटर पनि भिज्छु यति भिजिसकेपछि हामीले हाम्रो अब यतातिर पसल त छ कि तर सबै कुरा भन्ने कुराहरू पाउँदैन नि त अनि त्यो टमेटो ससहरू चाहिँ पाउँदैन त्यसको उमा चाहिँ मैले टमाटर यसरी पकाउँछु पकाइसकेपछि चाहिँ मैले अलिअलि रातो खोर्सानी हाल्छु पिरोको लागि धेरै हाल्दिनँ बजु फेरि खानु सक्नुहुन्न नि त
नुन पनि म यसैमा लगाइदिन्छु किनभने यसमा यो उमा नै लगायो भने चाहिँ कस्तो भन्दा यहाँनिर चल्लेको हुन्छ नि त त्यसरी चल्लेको हुन्छ अनि त्यसपछि यो चलाउँदाखेरि चाउमिनमा डल्ला पऱ्यो भने पनि नुन मजाले लागेको हुन्छ क्या आज म चाउमिन ल्याउँछु चाउमिन एकजनालाई यसो गरेर लगाउँछु मैले यहाँलाई नुनहरू लागिसकेको अब मैले यसो गर्छु चाउमिन यस्तो भएको छ अब यो चाहिँ म तयारी भयो म अब यतिकै दिन्छु मैले यहाँ चिनी चियामा लगाएको छु चाउमिन तयारी भइसकेछ अब म दिन्छु काका आउनु खाजा खानु हो मसला धुएर आउनुहुन्छ अरे चाउमिन यस्तो भयो मैले पाएको अब सहर बजारको जस्तो चट्टा मिठो परेको हुँदैन हाम्रो घरेसी पकाउने यस्तै हो यहाँ बन्दा पनि छैन केही छैन
ठाउँमा